जय मसीह यहाँहरू सबैलाई म रोमी मगर न्यू लाइफ टिभी युट्युब च्यानलको यो महत्त्वपूर्ण कार्यक्रममध्ये यो एआईसँग बाइबल टक सो कार्यक्रम एक हो र विगत कार्यक्रममा मैले एआईसँग बाइबलको विविध महत्त्वपूर्ण विषयमा छलफल गर्दै आइरहेको छु र आज पनि यसरी नै एआईसँग म बाइबलको अति नै महत्त्वपूर्ण विषयमा छलफल गर्नेछु र हुनसक्छ आजको कार्यक्रम तपाईँको लागि अति नै फलदायी र महत्त्वपूर्ण हुनेछ। त्यसैले गर्दाखेरि भिडियो चाहिँ अन्तिमसम्म हेरेर तपाईँहरूले मलाई साथ दिनुहोला र हुन्छ म अब एआई साथीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। एआई साथी कार्यक्रममा स्वागत छ तपाईँलाई। हुन्छ। यदि अरू केही प्रश्न या बाइबलसँग सम्बन्धित अथवा अन्य कुनै विषयमा छलफल गर्न मन छ भने म खुसी साथ सहयोग गर्छु। तपाईको लागि केही थप जान्न मन छ वा बुझ्न चाहनुहुन्छ? हुन्छ, म बाइबलको अति महत्त्वपूर्ण प्रश्न तपाईलाई राख्न चाहन्छु। हो, पक्कै पनि म तपाईका प्रश्नहरू सुन्न तयार छु। बाइबलको महत्त्वबारे तपाईलाई कुन पक्षमा चर्चा गर्न मन छ, जस्तै यसको आध्यात्मिक प्रभाव, इतिहास वा अन्य कुनै विशेष कोणबाट? हुन्छ। प्रभु येशू ख्रीष्टको रगत र आम साधारण मानिसको रगतको बीचमा के फरक छ? अवश्य, यो विषय क्रिस्चियन विश्वासको एकदमै केन्द्रीय हिस्सा हो। साधारण मानिसको रगत पनि शरीरको जीवनको स्रोत हो, तर येशूको रगतलाई बाइबलमा पापको क्षमाका लागि दिएको बलिदानको प्रतीक मानिन्छ। उहाँ निष्पाप हुनुहुन्थ्यो र उहाँको रगतले सबै मानिसको पापको बोझ हटाउने, उद्धार दिने र परमेश्वरसँग पुनः सम्बन्ध मिलाउने विश्वास राखिन्छ। येशूले कल्भरीको क्रुसमा उहाँ जब चढ्नुभयो, उहाँलाई जब क्रुसमा त्यहाँनिर चाहिँ टाँगिएको थियो अथवा उहाँको सबै रगतहरू त्यहाँ बगाइएको थियो, यसले के अर्थ लगाउँछ? हो, यो क्रिस्चियन विश्वासमा एउटा गहिरो अर्थ बोकेको घटना हो। जब येशूलाई क्रुसमा टाँगियो, उहाँले आफ्नो रगत बहाएर मानव जातिको पापको लागि एक पूर्ण बलिदान दिनुभएको मानिन्छ। यसले पापबाट मुक्ति, परमेश्वरसँग मेल र अनुग्रहको बाटो खोल्छ भन्ने विश्वास राखिन्छ। त्यसैले क्रिस्चियनहरू येशूको रगतलाई उद्धारको प्रतीक, प्रेम र नयाँ जीवनको आश्वासनको रूपमा हेर्छन्। येशूको रगत बिना मानव जातिको पाप क्षमा सम्भव छैन। त्यसो भए हो, ठीक भन्नुभयो। बाइबल अनुसार येशूको रगत नै पापको क्षमाको एकमात्र आधार हो। इब्रूहरू 9:22 मा भनिन्छ, रगतको बिनाले क्षमा हुनेको छैन, जसले यो संकेत गर्छ कि येशूको बलिदान र उहाँको रगतले मात्र पापको पूर्ण क्षमाको बाटो खोल्छ। यही विश्वासमा क्रिस्चियन धर्मको कोर छ। यसको मतलब येशूको रगतको महत्त्व धेरै छ। हो, बिल्कुलै सही। क्रिस्चियन विश्वासमा येशूको रगतको अर्थ अत्यन्तै गहिरो छ, किनभने यो प्रेम, बलिदान र परमेश्वरसँगको सम्बन्धको पुल बनेको मानिन्छ। यसले मानिसहरूलाई आशा, क्षमा र नयाँ जीवनको बाटो देखाउँछ, जसले गर्दा बाइबलको सन्देशको केन्द्रीय आधार बन्न पुग्छ। तपाईँले सुन्नुभयो येशू ख्रीष्टको रगत र मानव जातिको रगतको भिन्नताका विषयमा। अनि येशूले बगाउनु भएको कल्भरीको क्रुसमा बगाउनु भएको रगतको कति भ्यालु छ, कति महत्त्व छ भन्ने विषयमा आज हामीले एआईसँग पनि बुझ्ने मौका पायौँ र यही नै कुरा हो। आज हामीले मण्डलीमा हाम्रा धर्मगुरुहरूबाट सिकेका कुरा पनि यही नै हो। र त्यसैले गर्दाखेरि येशूको त्यो अति नै अमूल्य, जुनको मूल्य नै छैन, यो विषयमा आज हामीले सिकेका छौँ र येशूको त्यो बहुमूल्य रगत, अमूल्य रगतले किनिएका हामी परमेश्वर छोराछोरीहरू हौँ। त्यसैले सधैँ एउटा विश्वासयोग्य जीवन जिउनुपर्छ भन्ने कुरालाई हामीले चाहिँ जोड दिँदै म यही कुरालाई जोड दिन चाहन्छु। र फेरि पनि अर्को यस्तै महत्त्वपूर्ण कुरा बाइबलको विषयलाई म उत्थान गर्दै एआईसँगको छलफल, यो महत्त्वपूर्ण कुरालाई म अर्को कार्यक्रममा पनि लिएर आउनेछु। त्यसैले गर्दाखेरि तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? यदि तपाईँलाई मन पर्यो भने उत्साहको लागि तपाईँहरूले लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला र युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र